कोनिचिवा फ्रेन्ड। आज चाहिँ हाम्रो के गर्ने, हामी आज रुम टुरको भिडियो सो साथीकोबाट अपलोड गर्छौँ भनेर सो भिडियो बनाउनु लाग्यो। ठ्याक्कै अहिले बेलुकाको 4 पनि बजेछ, 4:30 भयो। 4:30 हुनु लाग्छ, 24 भयो। जान्छु त अब। आजको भिडियो चाहिँ अब हाम्रो रुम टुरको बारेमा छ है। अनि हाम्रो होस्टेल चाहिँ यस्तो छ। नमस्ते साथीहरू। होस्टेल चाहिँ बाहिरबाट हेर्दाखेरि यस्तो छ है। अनि यहाँ फेरि साइकलको पार्किङहरू भयो। ऊ चाहिँ खडक हो नाम, हाम्रो खडक सान। यहाँ चाहिँ ठुलो मान्छे र आफूले रेस्पेक्ट गर्ने मान्छेहरूलाई सान भन्छ होइन, आफू ठुलोहरूलाई। अनि सानोहरूलाई चाहिँ च्याङ हुन्छ क्या। यहाँ चाहिँ सबको आएको साइकल हो यो पार्किङ गर्ने ठाउँ। अनि होस्टेलहरू चाहिँ यस्तो छ क्या होइन। बाहिरबाट हेर्दा चाहिँ अलिकति बकवास भयो नि, फेरि भित्रबाट चाहिँ झकास छ है। अलिकति ओल्ड एज जस्तो देखिएको छ। यो चाहिँ हाम्रो पोस्ट बक्सहरू यहाँ आउँछ सबको खाना। हेलो एन्ड वेलकम टु आवर रुम है। यो चाहिँ अब हाम्रो रुम भयो होइन, हामी बसिरहेको होस्टेलको रुम। अनि यहाँ चाहिँ 4 रुम छ क्या। एउटा यो हो, एउटा यो हाम्रो रुम हो, अनि अर्को यहाँ छ यो रुम भयो होइन। अनि यहाँ साथीहरू बस्छ। यता त्यो यो सब यहाँको त्यो गोमी हुन्छ कि होइन, डस्टबिनहरूको लागि कुन फाल्ने भनेर डस्टबिनहरू चाहिँ हामीले बाहिर राख्दैछौँ। अनि यो चाहिँ साइकलहरू यहाँ यो चाहिँ सब साइकलहरू त्यो चलाउने नियम हो कि। यो सबै नियम हामीले यस्तो राखेको हुन्छ। यो चाहिँ किचनको किचनहरू क्लिन गर्नु के पनि यहाँ सब लेखेको छ क्या। यो उद्याबाट दिएको हुन्छ, त्यो चाहिँ हामीले त्यो अहिले एकछिनमा आउँला। अनि यो चाहिँ हाम्रो क्यालेन्डर भयो होइन, यहाँको खानपिन हुन्छ सबै। यो फर्स्ट रुम हाम्रो रुम हेरौँ है त। अनि रुममा छिर्ने बित्तिकै चाहिँ सुरुमै हाम्रो यहाँ निकल्छ हामीलाई यसो राखेको छ। अनि यो चाहिँ मालाको बहिनीले दिनु होइन, अस्ति भाइटिका अर्थात् बहिनी यहाँ थियो भएको। अनि यो चाहिँ हाम्रो रुमको होइन, यहाँ चाहिँ पवन र म बस्छु होइन। पवनले चाहिँ अलिक भिडियो खिचिरहेको छ। अनि माथि पवन सुत्छ, तल चाहिँ म सुत्छु। यहाँ सडक दोस्त अहिले सुरुमा इन्ट्रो हान्ने मान्छे यहाँ चलाइरहेको छ होइन। अनि यो मान्छे चाहिँ हाम्रो रुममेट होइन, बहिनी यहाँ आएर बसिरहेको छ, अर्को रुममा बस्छ। तल चाहिँ यो हाम्रो होइन। अनि होस्टेलले हामीलाई दिएको भनेको यहाँ यो डसनाको ब्ल्याङ्केट दिएको छ, सिरानी नि दिएको छ। तर सिरानी चाहिँ लास्टै पातलो हुने कि। अनि यहाँनिर यो सानो यो टेबल दिएको छ है। यो बाहिर चाहिँ अहिले त राति भइसक्यो, हामीले कति 4:30 बजीतिरदेखिबाट स्टार्ट हाने होला। अहिले चाहिँ राति भइसक्यो। यो चाहिँ धोएर पुरै सुकाएको छ। यता देखाउने चाहिँ एसीको छ होइन। यहाँ बर्ना जस्तो छ सानो खालको। बाहिर जाड छ। आज 12-13 डिग्री सेल्सियस छ। त्यो भयो। अनि त्यसपछि आएर यो हाम्रो चाहिँ अब लक त्यस्तै भनौँ न होइन। माल पानीहरू त्यही छ। टक्कलाई यहाँ राखेको छ, कौडा रहेछ राखेको छ। अनि यो सजिलो गएको झोला, यहाँबाट चाहिँ हामीले सामानहरू किनेर ल्याएको थियो। सब हाम्रो ड्रेसअपहरू सपिङ हानेको थियो सजिलो गएरबाट। प्रचार भयो त फेरि साथी होइन, जाउँ न 2-4। अनि आफ्नै साथीको अनि प्रचार हान्नु पर्यो, हान्नु पर्यो साथीको। यहाँ यस्तो हामीले चुन्डाएर राखेका छौँ है त। माया ममता हो। यो चामलहरू यहाँ राखेको छ, जुत्ताहरू सब यहाँ तल सुत्दै छ। हामी दुईजना पाउनु र मेरो यहाँनिर साथी चिनी जस्तो चामल, फेरि त्यही पनि 9,000 पर्छ। 9,500 बढाएको छ अहिले चामल रेट है। यो चाहिँ फेरि आइफोन हो, यो रेडमी 12 हो। अनि सिमकिना मोबाइल फ्री भनेको यही आउँछ है जापानमा। अनि सुरुमा चाहिँ राम्रो चल्छ, अनि एक दिनपछि चाहिँ त्यस्तै हो, ज्वरो बिरामी पर्छ। त्यो पनि नेपालको त्यो ट्राफिक जस्तै हो क्या। अनि यहाँ चाहिँ अब एक केटाहरूको रुम हो होइन, बसिरहेको छ अलिक। मेरो रुम नदेख है, फोर्छ। अर्को रुम हो।
त्यो चाहिँ खडकको रुम लास्टै हुन्छ माथि खडक बस्छ दुईटा सवारी गर्दैन किचनमा त केही छैन साथी यहाँ खाना यो बासी भात छ यो पनि तताएर खानुपर्छ त्यो पनि अझ यो ढेँडो जस्तो लाग्नु भएन अनि यहाँबाट बाहिर चाहिँ होइन यो पनि बडा है टक्क बडा सदस्य गाउँलाई कोलकाताहरूको लागि त्यो चाहिँ ठुलो छ एरिया म यहाँ देखाउँछु नि त साथी यहाँ के खाना हाम्रो रुममा चाहिँ टोटल दुईवटा एसी छ कि एउटा उताको लागि अनि एउटा यताबाट लागि अनि यो चाहिँ ठ्याक्कै यस्तो पार्टिसन हुने रहेछ दुईतिरै भित्र नि बाहिरको लागि नि अनि किचन भइहाल्यो अब यो ऐना खडकले भयो जस्तो यो भात भइहाल्यो अनि यो चाहिँ अटोमेटिक हुन्छ है उयो गऱ्यो साथी यो त पाउनु न यहाँ भोक लाग्यो यहाँ देख्नु टक्क लाग्यो मलाई तर पनि लाग्यो खडकले बिडेर भोक लागेर मन नलाग्यो साथी जापान स्टुडेन्ट अलिक गाह्रो छ है भात पनि सुरु सुरुमा डढेर खानु पर्थ्यो कि राम्रोसँग बनाउन आएर यहाँको चामल सेतो कुकुर ल्यायो कालो भइसक्यो अनि यो चाहिँ हाम्रो फ्रिज भयो होइन यहाँ माथि यो अहिले छ अँडाले राख्नै बिर्सेको छ यहाँनिर यहाँ चाहिँ अन्डा लास्टै सस्तो है यो चाहिँ 150 जति परेको छ 10 पिसको अनि यो चाहिँ 105 रुपियाँ परेको छ है 10 पिसको त्यसरी हुन्छ होइन सेलमा हुन्छ है आलु सालु भयो होइन यहाँ त्योहरू भयो सब यसरी फ्रिजमा सक्यो यो ड्रिप फ्रिज भयो केही चिज पाउँछौँ यहाँ बनेको सब छ आइस राखेर रहेछ सिधै रहेछ यहाँ अब यो चाहिँ हाम्रो वासिङ मेसिन कसले हालेको यहाँ छ कपडा कपडा यहाँ यसरी धोइरहेछ एकवटा हालेको छैन नदेखाउ त्यो बेचेट पानी छ 45 लिटरसम्मको पानी थाप्छ यिनीहरूले ऐनामा देखाउ न मलाई यो यहाँ पनि तातो पानी चिसो पानी सुविधा तिमीलाई सब भन्दा यहाँको मन परेको हो मेरो टोइलेट होला टोइलेट तातो हुन्छ धुँदो पनि पर्दैन आफूले अटोमेटिक यहाँको टोइलेट चाहिँ यस्तो हुन्छ है टक्क लगाएर अनि माथिबाट त्यो पानी होइन पानी धुइदियो अनि तल त्यो पानी युज भएर अनि रिसाइकल हुन्छ क्या जापानको टेक्नोलोजी बवालै छ त्यहाँदेखि फेरि बटम हुन्छ होइन कतिको फोर्स चाहिने कतिको हिट चाहिने कतिको कोल्ड चाहिने अनि कुन एङ्गलमा चाहिने सब त्यहाँ बटम छ क्या सब फेरि खानजिमा छ है अनि यो चाहिँ हाम्रो नुहाउने बाथटब चाहिँ यस्तो भयो होइन त्यहाँबाट तातो पानी चिसो पानी सबै आउँछ तातो आयो भने कुखुरा खुइलिन्छ चिसो आयो भने फ्रिज हुन्छ त्यो भयो अनि यहाँ देऊ त यहाँ चाहिँ जता त यस्तरी लेखिदिइरहेको हुन्छ क्या के गर के नगर भनेर होइन सब यहाँनिर नेम त यति धेरै छ नि नेम पालन गर्नु भने तर केही पालन नै हुँदैन र पो अनि अरू भने अब के छ अनि हामी चाहिँ यो होस्टेलको सेकेन्ड फ्लोरमा बसिरहेको छौँ होइन अनि यो एरिया चाहिँ लालापोटको नजिक पर्छ क्या यहाँ लालापोट चाहिँ 2 मिनट जति पर मात्र छ र हामी चाहिँ रुमबाट बाहिर निस्केर अहिले चाहिँ हामी लालापोटमा छौँ ट्याक्क लालापोटको अगाडि छौँ ट्याक्क लालापोट छ अहिले चाहिँ हामी यो लालापोटमा आइपुग्यो लमा खडक त बिलायो त यार तिमी त अब यहाँबाट गएपछि लालापोट आउँछ होइन यहाँ चाहिँ हिँड्ने बाटो पनि मान्छेले हिँड्ने बाटो पनि पुरै पिच्छ क्या अनि धुलो पनि खास चाहिँ छैन है अब राति मेरो क्यामेरा राम्रो आउँदैन अनि यो चाहिँ सब पार्किङ हो है यसको यस्तै बिल्डिङ चाडा छ यस्तो चाडा छ होइन यसको यो चाडा छ क्या
यो जियो लेखेको चाहिँ कपडाको ब्रान्ड हो है, सपिङ गर्ने ठाउँ हो, सस्तो पाउँछ। यस्तैमा जब पायो भने नि यार यो लाइटिङ यस्तो गर्ने पार्किङबाट गाडी झिकाउने निकाल्ने बाइक यहाँ अडे लाला परेको बाइकहरू न बाइकको साउन्ड यस्तो सही हो। यो रोड पनि दामी छ एकटा एउटा घडी किन्न लेभल के हो यहाँ आएर थाहा भयो मलाई आफ्नो लेभल के अरे? आफ्नो लेभल यहाँभित्र गएर थाहा हुन्छ क्या यार एउटा पर्छ हाल्न सकिन्न यहाँभित्र गएर कस्तो जिन्दगीमा पवनले त्यही हो यार, केही किन जस मासु चाहिँ किन्न सकिन्छ, अरू भने त्यही हो घडी त्यो नि अझ मासु त तल ग्राउन्ड लेभलमा माथि छिटो न माथि माथि सक्छ कसरी जुत्ता हेऱ्यो त्यो 5 लाखको जुत्ता किन्छु म 5 लाखको त मेरो जिन्दगीभरको सपिङ हुन्छ यार साथी यार त्यही भएर लाला पोर्ट नछिरौँ भन्ने हो कहिले त यो रोड हेर न, सिरेमा नि हेरौँ हेरौँ चित्त बुझाउँ नि यो चाहिँ लालाबोर्डको इन्ट्रान्स भयो होइन, एउटा अगाडि हिँडिरहेछ, सेक्युरिटी चेक, छाताको लागि है के रे ओइ कहीँ लेखाएको छैन नि। यहाँ चाहिँ भिडियो पाउनु पाउँछ पाउँदैन थाहा छैन, यस्तो चाहिँ ठुलो सुपर मार्केट हो। अब यति नै अहिलेको लागि। टाइममा भयो यो सबै तरकारीहरू यो सब बन्द भएको अब हामी पनि भोक लाग्यो खाना खाने अडक ओए तिमीलाई यहाँको बारेमा के भन्नु छ? केही भन्ने छैन कश्मीर आफै बोल्छ जावनको नाइटमा चाहिँ यस्तो दामी लाइटहरू हुन्छ होइन, 250 आएको 250 बन्द रहेछ यहाँ पवनमा चाइनाको त्यहाँनिर छ त्यो बन्द ट्रक पनि यस्तो दामी हुन्छ नि। भिडियोहरू चाहिँ यति नै थियो हामी बसेको होस्टेलको, अनि जस सबै हामीले चाहिँ ठुलै पाएको छौँ है यहाँनिर, सबको फेसिलिटी छ, एउटा वाइफाई मात्र नभएको हो, अनि अरू त फेसिलिटी सबै फ्री हो यहाँको। अनि त्यसबाट खानु ओर्नुको लागि चाहिँ आफूले किनेर ल्याउनुपर्छ, तर यो प्राइसमा यतिको रुम पाउनु होस्टेल पाउनु एकदम दामी नै हो। अनि हाम्रो बत्ती पानी अनि त्यसबाट यताउति केहीको नि बिल आउँदैन क्या, यहाँ रुमको चाहिँ सबै 6 महिनाको फ्री हो, त्यसपछि यहाँबाट भगाउँछ। आजको लागि चाहिँ यति नै है त। ए मान्छे छैन यार।